यति ठुलो भइसकेपछि पनि बचपना कहिले नि जाँदैन भन्ने कुरा थाहा भयो। हेलो एभ्रिवान, आज चाहिँ मैले धेरै दिनपछि मिनी ब्लग लिएर आइसकेको छु हजुरहरू सामु। हाम्रो चाहिँ पानबारी समुदायमा स्काउटको प्रोग्राम भएको थियो नि त, शनिबार हामी पनि अनि के कस्तो हुन्छ भनेर ट्राई गर्न गएको थियौँ। धेरै भइसकेको थियो, मोबाइलमा एडिट गर्न मात्रै अल्छी लाग्ने हो। ब्लग बनाउनु चाहिँ मजा लाग्छ, एडिट गर्न र पोस्ट गर्नु अल्छी लाग्छ। के हो जाँगरै छैन भनौँ। जीवनमा मोटिभेसन गर्ने मान्छे चाहिँ चाहिँदो रहेछ क्या। अनि मलाई चाहिँ यही मोटिभेसन गर्ने मान्छेको कमी भएर चाहिँ मैले ब्लग हाल्नु छोड्या भन्दा नि कम गरे हो। ब्लगहरू चाहिँ बनाएर राखिरहन्छु, एडिट गरेर हाल्नु चाहिँ अल्छी लाग्ने हो क्या। अनि धेरै यहाँनिर स्टन्टहरू थियो कि यो स्टन्टहरू गर्दा चाहिँ म चाहिँ पुरै नेपाली रोडिजमा जाँदैछु भनेर हामी दुईजना सबै च्यालेन्ज गर्दै खेल्दै थियौँ। अनि उहाँ चाहिँ उपर जान खोज्नुहुँदै थियो, उपरबाट निचे नि आउनु सक्नु भएन। यस्तै हो, मेरो हिन्दी अलिकति सुनाएको है। यो चाहिँ राम्रोसँग चाहिँ धेरै रमाइलो कुराहरू खेल्ने थियो, चढ्ने थियो होइन। यस्तै थियो स्काउटहरूमा पनि। अनि अब हामी चाहिँ रोडिजमा जाने तयारी गर्दै थियौँ। म चाहिँ यतिसम्म गलिसकेको थिएँ नि त, अनि तर पनि हामी चाहिँ एकचोटि नै खेल्न छोडिनौँ। धेरै राम्रो स्टन्टहरू बनाउनु भएको थियो, तर हामी चाहिँ के गर्नु, दिल गार्डन हो गया भने जस्तै गरेर हामी चाहिँ बचपना चाहिँ कहिले नि जाँदैन रहेछ भन्ने कुरा थाहा भयो। सबै कुराहरूको सदुपयोग गरिरहेको थियो क्या। यहाँ भैँसी आल खेल्ने ठाउँलाई पुरै नाउँमा चढेर खेल्दै थियौँ। अब यस्तै हो भ्लगहरू। तपाईँहरूले सपोर्ट गर्नुभयो भने, तपाईँहरूले मोटिभेसन गरिदिँदै जानुभयो भने म नयाँ भिडियो हाल्दै गर्छु। थ्याङ्क यू फर वाचिङ।